धेरै भेटे साथी तर भेटिन त जस्तो सानैबाटको हाम्रो नाता जोडियो यो कस्तो भन्छन् नि परिवार भन्दा नि साथी नै ठुलो त्यस्तै छ नि हाम्रो पनि सम्बन्ध हो मित्रता यो दियो कहिले नि नबिर्सिने सम्बन्ध यो गाँस्यो कहिले नि नछुटिने सँगै पढ्यौं हुर्कियौं सँगै खायौं सुत्यौं हामी खाना खाने नि हाम्रो एउटै हुन्थ्यो थाली गाली हामी जहिले खाने गर्थ्यौं घरको र अरूको चकचके हाम्रो त्यो बानीकै कारणले होला अहिलेसम्म बोल्या छैन हाम्रो कहानी गल्लीमा हिँड्थ्यौं कुद्थ्यौं कराउँथ्यौं साथीभाइ अरू पनि जम्मा गराउँथ्यौं फर्किन्न अब त्यो दिन तर याद आउँछ छन् अरू पनि पल हाम्रा रमाइला ती दिन सुनौला तर बाल्यकालकै याद मलाई आउँछ अनि सुन तेरो हालखबर के छ भन्न भन सन्चो त छ होला नि तँलाई त्यता म सन्चो छु यता दिनरात सोध्छु हाम्रो बारेमा जति टाढा भए नि धेरै याद आउँछ फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो त्यो नि अहिले हुँदैन तँलाई भने मेरो यादले किन पटक्कै छुँदैन टाढा भएको कुराले होला हाम्रो मित्रता खै कहाँ हरायो रमाइलो कथा त्यो सानो छँदाको रमाइलो पल त्यो बाल्यकालैको हाम्रो त्यो बानी सबै कुरा बाँड्ने जस्तो सुकै कुरा पनि दुई मिली हटाउने तर आज को कता छ सोध्छु हामी भेट्ने दिन कहिले आउँछ होला अब तेरै पर्खाइमा छु म